हेलो साथीभाइ गुड मर्निङ एन्ड सच रहो खुस रहो। आज चाहिँ म वकिङ आएको छु र रोटै आएर चाहिँ यहाँ हल्का चढाइमा चढ्दैछु है। हजुरहरूलाई म देखाउँदैछु चढाइ चाहिँ कस्तो रहेछ आजको। यो चाहिँ मेरो 11 नम्बरवाला टायर हो। म चाहिँ चढाइतिर जाँदैछु। यो जङ्गलको बाटो डाँडै डाँडा हो। रोड चाहिँ मैले यहाँ छोडिदिइसकेको छु। म चाहिँ यतातिर लागेको छु। यो चढाइ नि जाने हो। देख्नुभयो कहिले कहिले यस्तो बाटोहरू पनि हिँड्नुपर्छ। एकदम माइन्ड फ्रेस हुन्छ हरियो परियो हेर्दै हिँड्यो भने माइन्ड पनि फ्रेस, दिनभरि एकदम खुसीसँग बस्न सक्छ कि। यसरी माइन्डको फ्रेस हावा चाहिँ खानु बहुत जरुरी छ है साथीभाइ हो। त्यसले गर्दै एकान्तमा छु। यहाँ खालि चराचुरुङ्गीको आवाजहरू मात्रै छ र बर्खा लाग्यो, खोलाहरूको आवाज पनि गरिरहेछ सुवाँ गर्दै हो। मजाको छ मौसम, बादल लागेर भए पनि पानी परेको छैन। एकदम दामी भइरहेछ। यहाँ भन्छ अति दामी आइरहेछ बादल। बाटो बिर्सी गएछु, माथितिर पुगेँ तल झर्दैछु। यहाँ चाहिँ तेर्सो लाग्ने हो। जङ्गलै जङ्गल। यस्तो चाहिँ बाटो चाहिँ हेरिहाल्नुहोस्। बाटो चाहिँ यस्तो छ नि फेरि। यस्तो बाटोतिर पनि वकिङ गर्नु छ कहिले कहिले। यहाँ भने चाहिँ पुरा आगो लागेर खत्तम बनाइसकेको रहेछ। हेर अब भनेछ साथी हो, म रोड निस्किनु आँटिसकेँ। पानी पर्ला जस्तो भयो र म चाहिँ अब घरतर्फ लागेको साथीभाइ हो। रोड आइ गएँ र साथीभाइलाई मेरो भिडियो के कसो लाग्छ होइन, कमेन्ट गरिदिनु होला, लाइक पनि गरिदिनु होला, र साथमा मन पराइदिनु होला है। भिडियो चाहिँ हेर्दै गर्नु होला है मेरो है। बाई बाई।